हामी कागबेनीमा आइपुग्यौँ। कागबेनीमा आइपुग्यो ल। भोलि उहाँको भोलि कस्तो राम्रो हेर्नु कति राम्रो भिनाज यो हेर्नु न यो हेर्नु न डाँडो अब के अन्त भिनाज फोटो खिच्दै 12 बजे हावा सारा ए हजुर बराको पोखरा अहिलेसम्म बछैन यो कागबेनी यहाँ श्राद्धहरू तर्पण पितृको लागि चाहिँ गर्ने ठाउँ हो यो। हामी बिहान बेनीबाट 5 बजे हिँडेको, अहिले ठ्याक्कै यहाँ 9 बजे आइपुग्यौँ। बिचमा अलिकति अल्मल्यौँ पनि हो। पहिला चाहिँ निकै राम्रो थियो, अहिले पहिला चाहिँ भएको पार्टीहरू सबै बाढीले पुरेछ। अहिले खुल्लै ठाउँमा गर्नुपर्ने रहेछ श्राद्ध। अन्य सोर्सेस सस्तो गुणा बेसिनेमा अत्या गोत्र है आरामले गोत्र सक्नु भौतिक गोत्र उत्पन्न तपाईँहरू दर्शन गर्न यताउति
पछाडिबाट जाने अलि तलबाट मुक्तिनाथ त यो छ चिसो आइसक्यो हामी मुक्तिनाथ आइपुग्यौँ अब यहाँ 20-25 मिनट लाग्छ हिँडेर यो मुक्तिनाथ जाने बाटोबाट देखेको यहाँ चाहिँ घोडामा जान चाहनेहरूले घोडामा जान चाहनुहुन्छ घोडा छ यहाँ त्यो पारीको डाँडाहरूमा कुनै पनि बोट बिरुवाहरू छैनन् पुरै मरुभूमि जस्तो छ आज चाहिँ निकै भिडभाड छ भक्तजनहरू दर्शन गरेर आइरहनु भएको छ ड्राइभर हेर्छु फेरि
यो गेट आइपुग्यो माथि जानलाई। यो सिँढीहरू चाहिँ उक्लेर जाने हो माथि। हेर्दा निकै ठाडै देखिन्छ, तर जान चाहिँ सकिन्छ। त्यस्तो अप्ठ्यारो त हुँदैन होला, हेरौँ। बिस्तारै बिस्तारै जानुपर्छ, तर छिटो छिटो हिँड्नु चाहिँ हुँदैन। यहाँ फेरि गाह्रो हुनसक्छ। यो मुक्तिनाथ झन्डै 3760 मिटर माथि हाइटमा छ यो समुद्र सतहबाट। सबको चाहिँ सम्धिनी त्यो बुढीको होइन, यो भाउजू चाहिँको आइज नि। भाउजू हिजो अगाडि भने त्यहाँ मैले देखेको मसँग टोयलेट घोडा चढेर आउने मानिसहरू यहीँसम्म हो। यहाँबाट चाहिँ फेरि यति चाहिँ हिँड्नै पर्छ। हेलिकप्टरमा आउनेहरू हेलिप्याड यहीँ छ, यहाँबाट चाहिँ फेरि हिँड्नै पर्छ। हेलिकप्टरमा आए पनि माथि मन्दिरभित्रै चाहिँ जाने चाहिँ होइन। यहाँ हामी चाहिँ गेट नजिकै आइपुग्यौँ ठ्याक्कै। पड्का नि बाँध्नुपर्छ क्या यस्तो उकानमा पटुका। हामी मन्दिर आइपुग्यौँ। अब नुहाउने अनि दर्शन गर्ने गर्छौँ। ल यो 108 धारा हो। यो 108 धारा हो।
यो भक्तजनहरूले चाहिँ घन्टाहरू चढाएको समय छ। यो 12 बजेदेखि 1 बजेसम्म दिउँसोको चाहिँ यहाँ बन्द हुने रहेछ। आउनु न ए ऊ आएको छैन दिजु आउनु न जानु न आउनु अब ऊ आफैसँग म भिनाजु चाहिँ छिटो 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 जानु भिनाजु चाहिँ ऊ आफैसँग भयो जय गङ्गा थोरी कामनी भइसक आउनु न दिदी फेरि सँगै हिँड्नु न अब बन्द गरौँ नि तीनचोटि है तीनचोटि बिस्तारै है चिप्लो छ त्यहाँ भयो 1 बजे चाहिँ खुल्ने भएको कारणले गर्दाखेरि यहाँ श्रद्धालु भक्तजनहरू लाइन लागिरहनु भएको छ। गाह्रो भयो नि पानी खाएपछि अलिकति आराम भयो त्यस गर्दै आएको पनि
अब दर्शन गरिसकेर हामी त्यो ज्वाला देवीको चाहिँ दर्शन गरेर अनि अब तल बस रोकेको ठाउँतिर जान लागिरहेको छौँ। यो बाटो चाहिँ यस्तो छ, ओर्लिने बाटो, तर उतैबाट जताबाट चाहिँ आएको त्यतै फर्किन पनि मिल्थ्यो। मिल्न चाहिँ अब हामी चाहिँ अब यसो सर्टकट भनेर यताबाट हिँड्यौँ। केही थाहा छैन अनि हेर्नुहोस् त्यो कति राम्रो के सम्म है। हजुर साइड पुलिस साइड करो साइड